हेलो सो अनि वेलकम ब्याक न्यू बाई न्यू ब्लग गाइज। सबैजनालाई नमस्ते, जय मसी। हजुरहरू पनि सन्चै होला, म पनि सन्चै छु। चिरी चट्ट परेर आर्मीको कोट लगाएर कता जानु भयो भनेर सोचिरह होला तपाईँहरू। म चाहिँ अब मकै गोड्न जान लागिरहेको छु। मकै यस्तो यस्तो छ बाटोमा अर्काको, हाम्रो कस्तो होला। अब मकै गोड्न गइरहेको छु। साथै एउटा मेरो लागि चाहिँ नयाँ खुसीको खबर छ, म तपाईँहरूलाई देखाउने छु। मेरो फर्स्ट इन्कम भइगएको छ। हेर्नु है त गाइज, हेर्नु है त कति छ, 7,200। मेरो लाइफको पहिलो कमाइ थियो चाहिँ गाइज। लाइफको पहिलो कमाइको साथै म आज नयाँ दिन नयाँ काम सुरुवात गर्न गइरहेको छु। के कस्तो हुन्छ हजुरहरूलाई त्यहीँ पुगेर देखाउनेछु है गाइज। ल हेलो गाइज, म चाहिँ मकै बारीमा आइपुगेको सकेको छ। टक्क लगाएर एउटा बोतल लिएर अब यो मकै चाहिँ खन्नु पर्ने हुन्छ गाइज। त्यहाँ चाहिँ 2जना सानीहरू चाहिँ मकै खनिरहेको छ गाइज। मुनि अब टक्क लगाएर एक बोतल पानी लिएर अब मकै खन्न जान लाग्यो। हेलो हेलो, व्हाट आर यू डुइङ? What are you doing? टिकट गाइस, म चाहिँ यहाँ पानी दिइरहेको छु है। यता तिर्खा लगाएर काम गर्ने मान्छेले। गाइस, 1 घन्टा पछिको मेहनतले बल्ल बल्ल यो भयो गाइज, बल्ल बल्ल भयो है यो गाइज। अब चाहिँ यसो पानी खाएर एकछिन रेस्ट गर्छौँ हामी। खान मात्रै सजिलो, काम गर्न गाह्रो छ। यसरी उत्पादन हुन्छ तपाईँहरूले खाने पपकर्न, सानो सानो रुखबाट ठुलो हुँदै। अब चाहिँ हामी रेस्ट गर्छौँ, एकछिन पानी खान्छौँ। त्यहाँ चाहिँ 2जना मस्त बसेर खाइरहेको छ काम गर्ने ठाउँमा। म चाहिँ त्यो मकै खने भएर नि म चाहिँ फर्किसक्यो गाइस। अब टक्क लगाएर फर्किन्छ। म चाहिँ हजुर कस्तो लाग्यो तपाईँहरूलाई मेरो भ्लग? आजको लागि यति नै, बाई बाई।